हेलो एभ्रिवान, वेलकम टु द माई च्यानल। ताल्ती भ्लगमा छौँ आज हामी। ताल्तीदेखि मलिखुसम्मको यात्रा रहनेछ आज र जुन यात्रामा चाहिँ म अनि सँगै एकजना सर हुनुहुन्छ। अनि मैले चाहिँ तपाईँहरूलाई यो अहिले नयाँ बनेको आयो यो वासिङ सिमेन्टले चाहिँ नयाँ बाटो पिच गरेको हुनाले चाहिँ मैले तपाईँहरूलाई चाहिँ यहाँको बाटो देखाउने हिसाबले चाहिँ मैले बनाइरहेको छु। हजुरहरूले हेरेर मजा लिनु होला र यो ठाउँमा आउनुभयो भने पनि यो ठाउँको चाहिँ एकदमै रमाइलो वातावरण रहेको छ। यहाँहरूले लिन पनि सक्नुहुन्छ, आएर इन्जोय गर्न सक्नुहुनेछ। बाटो एकदमै मस्त रहेको छ। नतमस्तक बाटोमा चाहिँ यसरी अब सवारी साधन गुडाउन पाउँदा चाहिँ एकदमै खुसी लाग्ने रहेछ मनमा। अनि कस्तो लाग्छ तपाईँहरूलाई भिडियो हेरिसके पछाडि चाहिँ हजुरले यो ताल्तीबाट चाहिँ मलेखु बजारसम्मको ब्लग तपाईँहरूलाई मैले समर्पण गर्नेछु आज र मलेखुसम्मको ब्लग चाहिँ तपाईँहरूलाई मैले समर्पण गरिरहेको छु। के कस्तो लाग्छ हजुरहरूले हेरेर चाहिँ लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सनु होला होइन। तपाईँहरूको माया ममताको खाँचो छ मलाई होइन। र मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई, जस्तो लाग्छ त्यस्तो प्रतिक्रिया दिन पनि नबिर्सनु होला। र यति बेला दिउँसोको 2 बजिसकेको छ। 2 बजेको समय रहेको छ अनि खाजा खाने बेला हो यो होइन। मैले चाहिँ खाजा खाइसकेको छैन, बाँकी छ। खाजा खानेछु म। तपाईँहरूले खानुभयो कि बाँकी छ? अनि तपाईँहरूलाई कस्तो लाग्छ मेरो ब्लग, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। योभन्दा अगाडिको एपिसोडहरूमा नि मैले तपाईँहरूलाई एकदमै डेडिकेट गरेर चाहिँ नयाँ नयाँ भिडियोहरू मैले तपाईँहरूलाई डेडिकेट गरिरहेको छु। यहाँहरूले नै माया गरेर हेरिदिनु भएको छ। म एकदम खुसी छु होइन, एकदम खुसी छु। र आगामी दिनहरूमा पनि मैले तपाईँहरूलाई चाहिँ यस्तो यस्तो नयाँ भिडियोहरू देखाउने छु। यो मेरो प्रतिबद्धता रह्यो। च्यानललाई माया गरिदिनु होला भन्न चाहन्छु। र नयाँ भ्लग भएको कारणले गर्दाखेरि चाहिँ र आज चाहिँ मौसमले अलिकति च्यालेन्ज पनि गरिरहेको छ। मौसमले च्यालेन्ज गरेको हुनाले नै र केही दिनदेखि चाहिँ र तपाईँलाई म एउटा नोटिस पनि गराउन चाहिहालेँ। केही दिनदेखि चाहिँ नेपालमा चाहिँ विशेष गरी नेपालको अधिकांश ठाउँहरूमा, विशेष गरी काठमाडौँमा, त्यसै गरी अन्य सहरहरूमा चाहिँ वायु प्रदूषणले गर्दाखेरि चाहिँ एकदमै